गाइस हामी भक्तपुर जात्रामा छौं अहिले आज 1 गते फर्स्ट दिन यो सालको फर्स्ट दिन हामी भक्तपुरमा छौं अहिले ओ यसलाई के भन्छ यो हेरखेल यो बिस्का जात्रा भने यो हैन भैलो खरे गाइस यो मलाई भन्न नि आएन यहाँ एकजना मान्छे पनि मर्यो यहाँनिर यो पाङ्राले किचेर है मान्छे वाइ छ यहाँनिर यहाँ ढोगौँ न हैन लिङ्ग पनि आज भर्खर उठ्यो हिजो उठेन है यो अघि 2 बजेतिर उठ्यो हिजो 3 बजेसम्म प्रयास गरेको थियो लगभग 3 साढे हुन्छ आन्द्र त क्षमा पूजा गरेपछि बल्ल उठाएको होइन त यो उठाउनु गाह्रो के खोइ भेडा बलि चराउनलाई लिएर आइरहेको छ अरे यहाँ लिएर राखेको छ अरे खोइ कहाँनिर भेडा होइन यो बाख्रा यता पनि रहेछ च्याङ्ग्रा जस्तो छ पानी पर्यो गाइस पानी पर्यो पहिला टोइलेटहरु नभएको भए टोइलेटको निकास पहिला यहाँ मेला लाग्छ आज बिहान पुरै नुहाउँछ रे यहाँ ए त्यस्तो ठाउँ हो यो के नुहाउने त्यहाँ नत्र नुहाउँछ अरे ए पहिला टोइलेट नभएको गन आना चाकैलो हो ए वो मोरो आना चाकैलो मेगो मम्मीको कुरा मम्मीले यहाँ बाले यहीँतिर बाले भने यतै बाले हो बाल्न चाहिँ बालेको यता तल होला एकछिन है थोरै छिनिङ्गो ल सरी
भैरव देउता भैलो खको चाहिँ देउता चाहिँ यहाँभित्र छ अरे सो ल यहाँ त पुरै मारिसकेको रहेछ गाई भेडा मारि खुट्टा सुट्टा काटिदिइसकेको रहेछ भैलो खको चाहिँ के अरे त्यहाँ यहाँ छ अरे गाइस त्यो लिङ्ग यो लिङ्ग उठाउँदाखेरि के इफ इनकेस भाँच्यो भने चाहिँ यो एक्स्ट्रा भनेर लिएर आएको रहेछ यो चाहिँ एक्स्ट्रा रहेछ यो चाहिँ एक्स्ट्रा भयो यो लिङ्ग के भन्छ यसलाई लिङ्ग गाइस अब यहाँ ढाल्ने कार्यक्रम हुँदैछ अब एकछिनमा यो लिङ्ग ढाल्छ होला अनि त्यसपछि यहाँको जात्रा फिनिस भएन ए 5 गतेसम्म हुन्छ अरे यहाँको जात्रा चाहिँ अझै अब यहाँबाट अब यो ढाल्ने कार्यक्रम छ अब यहाँ जतिसम्म भ्याउँछ त्यतिसम्म हामी देखाउँछ उयो भैल के अरे भैल ख चाहिँ अनि यो माथि 5 तले मन्दिरतिर लगेर घुमाउँछ अरे अहिले यो 5 गतेसम्म हुन्छ है त ल गाइस मान्छे वाइल भरिसक्यो अब ढाल्न लागेको भएर अब यता कतिवटा त्यो लुटेको के गोरी उता धेरै लान पुग्छ के यता 2टा मात्रै दिन्छ जम्मा 2टा होला
ल गाइज अहिले हामी 5 तले मन्दिरमा छौँ जात्रा लगभग सक्यो लिङ्ग ढाल्न सक्यो अब हाम्रो भ्लग पनि अब यहीँ अब इन हुन्छ लगभग जात्रा लिङ्ग ढाल्न सक्यो भने क्या पान्तले मन्दिर यहाँ छ अब यस रमाइलो भयो दामी भयो नयाँ वर्ष सब दामी भयो 82 सालको फर्स्ट पहिलो दिन पनि दामी भयो रमाइलो भयो सो सबै दिन यस्तै रमाइलो गर्नुपर्छ होप सो हैन अब चाहिँ भ्लग फेरि कन्टिन्यू हुन्छ हाम्रो बिचमा अलिकति ग्याप भएको थियो सो यहाँसम्म भ्लग हेरिदिनु भयो थ्याङ्क यू सो मच सबैजनालाई